तपाईको ल्यापटपमा नेपाली फन्ट चलिरहेको छैन? आज म तपाईलाई प्रिती र युनिकोड फन्ट डाउनलोड अनि इन्स्टल गर्ने सजिलो तरिका देखाउने छु। आउनुहोस् सुरु गरौँ। कुनै ब्राउजर ओपन गर्नुस् र यहाँ सर्च बारमा टाइप गर्नुस् प्रिती र इन्टर क्लिक गर्नुस् र यहाँ हेर्न सक्नुहुन्छ फर्स्ट लिंकमा क्लिक गर्नु होला। यहाँ प्रिती नर्मलमा यसमा क्लिक गर्नुस्। यसको लिंक मैले भिडियोको डिस्क्रिप्सनमा दिइहाल्छु, त्यहाँबाट पनि डाउनलोड गर्नु होला र यहाँ डाउनलोड फन्टमा क्लिक गर्नुस्, क्लोज गर्नुस् र यहाँ भेरिफाइङ भइराछ, सक्सेस भयो। अब डाउनलोडमा फेरि क्लिक गर्नुस् र यहाँ यसरी आउँछ, डाउनलोड गर्नुस्, ओपन गर्नुस् र यसलाई राइट क्लिक गरेर विनरबाट एक्सट्र्याक्ट फाइलमा क्लिक गर्नुस् र ओके मा क्लिक गर्नुस् र फेरि प्रिती फन्टमा डबल क्लिक गर्नुस्, फेरि क्लिक गर्नुस् र यसमा डबल क्लिक गरेर इन्स्टलमा क्लिक गरेर यस गरिदिनुस् र यो इन्स्टल भइहाल्यो। यसरी तपाईले मल्टिपल फन्ट पनि डाउनलोड गर्न सक्नुहुन्छ। जस्तै म अरु पनि फन्ट डाउनलोड गरेर तपाईलाई देखाइराछु छु, जस्तै नेपाली फन्ट डाउनलोड र यहाँ हेर्न सक्नुहुन्छ धेरै आएको छ यस्तो लिंकहरु जुन अफिसियल हामीले चुज गरेर डाउनलोड गर्नुपर्छ र यसमा यो फर्स्ट लिंकमा क्लिक गर्नुस् र स्क्रोल गर्नुस्। यो प्रिती फन्ट हामीले भर्खरै डाउनलोड गरेको हो, स्क्रोल गर्नुस् अझै र त्यो भन्दा नयाँ भर्जनको आइसक्यो, कालीमाटी भनेर यहाँ छ र यसलाई डाउनलोड गर्नको लागि डाउनलोडमा क्लिक गर्नुस्, क्लोज गर्नुस्, यसलाई स्क्रोल गर्नुस्, भेरिफाई हुन दिनुस् र फेरि डाउनलोड फन्टमा क्लिक गर्नुस् र फेरि भेरिफाई हुन दिनुस् एन्ड अगेन डाउनलोडमा क्लिक गर्नुस् र यहाँ हेर्न सक्नुहुन्छ आइसक्यो फेरि डाउनलोड गर्ने अप्सन। डाउनलोडमा क्लिक गर्नुस्, ओपनमा क्लिक गर्नुस्, यसलाई फेरि राइट क्लिक गरेर एक्सट्र्याक्ट फाइल क्लिक गर्नुस् र ओके र यहाँ कालीमाटी भनेर आछ, यसमा क्लिक गरेर यसलाई पनि इन्स्टल गरिहाल्नु र क्लोज गर्नुस्। अब अर्को तर्फ लागौं। जस्तै कलम पनि छ, एम काली पनि छ। यस्तो यदि तपाईलाई चाहिन्छ भने यसमा क्लिक गरेर डाउनलोड गर्नु होला। यसरी नै सिम्पल छ। फेरि फन्टमा क्लिक गर्नुस्, फेरि डाउनलोडमा क्लिक गर्नुस् र भेरिफाई हुँदैछ, फेरि डाउनलोड फन्टमा क्लिक गर्नुस् अनि यहाँ फेरि अप्सन आइहाल्छ डाउनलोडको, आइसकेको छ। ओपनमा क्लिक गर्नुस्, यसलाई पनि इन्स्टल गर्नु होला, राइट क्लिक एक्सट्र्याक्ट ओके, यसलाई यहाँबाट फेरि इन्स्टल गर्नुस्, यसरी क्लोज गरिदिनु। अब तपाईलाई गणेश फन्ट डाउनलोड गर्नु छ भने यसमा गणेश फन्ट भनेर लेख्नु पर्छ। गणेश फन्ट नेपाली इन्टर गर्नुस्, स्पेलिङ अलि मिस्टेक होला है। फर्स्ट लिंकमा क्लिक गर्नुस् र यहाँ हेर्न सक्नुहुन्छ गणेश आएको छ र यहाँ छ नेपाली हुनुमा गर्व गर्छु भनेर गणेश फन्टमा लेखेको छ। तपाईलाई यहाँ इन्टर योर टेक्स्ट टु प्रिभ्यू यहाँ लेखेर पनि तपाई चेक गर्न सक्नुहुन्छ। मेरो नाम रुपेश गिरी हो। अब हेर्न सक्नुहुन्छ मैले यो इंग्लिशमा लेखेको हो, युनिकोडमा मैले लेखेको छैन, त्यसैले यहाँ जिगज्याग आएको छ। सो यस्तो अक्षर आउँछ है। सो यहाँ हेर्न सक्नुभयो। अब डाउनलोड फन्टमा क्लिक गर्नुस्, फेरि डाउनलोड फन्टमा क्लिक गर्नुस् एन्ड भेरिफाई भइसकेको छ, फेरि क्लिक गर्नु होला र एकछिन वेट गर्नुस्, आउँछ र यहाँबाट फेरि ओके मा क्लिक गरेर एक्सट्र्याक्ट गरेर ओके एन्ड यसरी फेरि यहाँबाट इन्स्टलमा क्लिक गरेर तपाईले गरिदिनु होला यसरी। यदि तपाईले इंग्लिश टु नेपालीमा भिडियो चाहिन्छ भने यो भिडियोमा क्लिक गर्नुस्, माथिको भिडियोमा। यसमा तपाईलाई इंग्लिश टु नेपालीमा टाइपिङ गर्न सिकाएको छु। जस्तै यमी यारो मेरो लेख्यो भने नेपालीमा मेरो आउँछ। सो यसमा क्लिक गर्नु होला र भिडियोको डिस्क्रिप्सनमा मैले लिंक पनि हालिदिएको छु, त्यहाँबाट पनि गएर डाइरेक्ट यो भिडियो हेर्न सक्नुहुन्छ। अब सुरु गरौँ। सो अब यसलाई क्लोज गर्दिम, यसलाई पनि क्लोज गरिदिनु र वर्ड ओपन गर्नु र यसमा चेक गरौँ भयो कि भएन, हामीले डाउनलोड गरेको आयो कि आएन। सो PREETI लेख्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ प्रिती आयो। अब म लेख्छु यहाँबाट मे, कन्ट्रोल जेड गर्नुस्, सेटिङ मिलाउनु पर्छ, त्यसैको लागि रो नाम रुपेश, म अलि स्लोमा टाइप गर्दैछु साथीहरु तपाईहरुलाई सिकाउनको लागि, गिरी हो। यसरी यसलाई म ठुलो गरेर देखाइदिन्छु, हेर्न सक्नुहुन्छ तपाई यसरी नेपाली टाइपिङ गर्न सक्नुहुन्छ। र अर्को छ गणेश, गणेश पनि थियो हैन, GANE यहाँ आइसक्यो गणेश। अब म सेम लेख्छु यही वाला, मेरो नाम रुपेश गिरी हो। हेर्नुस् कति डिफरेन्ट भएको छ प्रिती फन्ट र गणेश फन्ट। यसरी तपाईले नेपालीमा टाइपिङ गर्न सक्नुहुन्छ। सो यो त भयो युनिकोडमा कसरी टाइप गर्ने, यो भयो। यदि तपाईलाई इंग्लिश टु नेपाली टाइपिङ गर्नु छ भने यो भिडियो हेर्नु होला, डिस्क्रिप्सनमा पनि लिंक छ। सो यसरी तपाईले यो गर्न सक्नुहुन्छ। सो यसरी तपाईले डाउनलोड एन्ड इन्स्टल गरेर युज गर्न सक्नुहुन्छ युनिकोडमा। यदि तपाईलाई यस्तै धेरै स्टाइलको नेपाली फन्ट चाहिन्छ भने कुनै एउटा ब्राउजर ओपन गर्नुस् फेरि र यसमा सर्च गर्नुस् नेपाली फन्ट डाउनलोड
इन्टर गर्नुस् र यहाँ हेर्न सक्नुहुन्छ सेकेन्डमा 200+ नेपाली फन्ट छ, यसमा क्लिक गर्नु होला र यहाँ इन्स्टल नेपाली भनेर छ, यसमा क्लिक गर्नुहोस्। सो यसमा एरर दिएको छ इज नट अवेलेबल, स्क्रोल गर्नु होला। यहाँबाट तपाईले चुज गरेर डाउनलोड गर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ स्क्रोल गरेर कति धेरै छ डिजाइनको। सो तपाईलाई कुन डिजाइनको चाहिएको छ, जस्तै एउटा यो थियो मलाई मन परेको, यो यस्तो डिजाइनको चाहिन्छ भने डाउनलोडमा क्लिक गर्नुहोस् र यो डाउनलोड भयो यसमा क्लिक गर्नुहोस् र यहाँ डबल क्लिक गरेर इन्स्टलमा क्लिक गर्नुहोस्। यो के भनेको छ अलरेडी इन्स्टल्ड छ, तैपनि म यसमा क्लिक गर्छु र यहाँ इन्स्टल भइसक्यो। यसको फन्ट नेम यो हो AMS आकाश। अब यो सर्च गरौँ हामी, वर्ड खोलेर AMS आकाश भनेर आएको छ र अब हेर्न सक्नुहुन्छ आएको छ है यसरी। सो अब हेर्न सक्नुहुन्छ काका लेखौं, काका हेरौं कति राम्रोसँग भयो। जस्तै र लेख्नु छ त हेर्न सक्नुहुन्छ र पनि आयो, रा यसरी म लेख्नु छ भने म पनि लेख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ यसरी। म यसलाई ठुलो गरिदिन्छु र यो किबोर्डमा कसरी काम गर्छ भन्दाखेरि तपाईलाई र लेख्नु छ भने आर प्रेस गर्नु होला है, आर क्लिक गर्यो भने र आउँछ। यदि तपाईलाई म गर्नु छ भने एम प्रेस गर्नुपर्छ र एममा यसरी काटिएको आएको छ भने यसलाई पूरा गर्नको लागि ए क्लिक गर्नुपर्छ र पूर्ण विराम जस्तो आउँछ यसरी है, तपाई बुझ्नु होला। यदि क प्रेस गर्नु छ भने के गर्ने, के प्रेस गर्ने, ओके यसरी बुझ्नुस्। सो यसरी तपाईले बुझेर टाइप गर्नु होला। एक्चुअली प्र्याक्टिस गर्नुस्, तपाईलाई आफै आइहाल्छ, बुझिहाल्छ यो फन्ट कस्तो काम गर्छ भनेर। अब अर्को फन्ट तर्फ लागौं। सो क्लोज गरौँ यसलाई, अरु पनि खोजौं। जस्तै यो ठीक लाग्यो, अलि पातलो स्टाइलमा छ, यसलाई पनि डाउनलोड गरौँ र यहाँ राइट क्लिक गरेर ओपनमा क्लिक गर्नुस्, इन्स्टल गर्नुस् र फेरि वर्डमा जानुस्। यसको नाम चाहिँ यहाँ हेरिहाल्नु होला के छ भनेर र वर्डमा जानुस्, इन्टर गर्नुस् अनि लेख्नुस् AMS। अब यहाँ टाइप गर्नु होला, त्यही हो फन्ट सेम। सो के टाइप गरे भने क आउँछ, पूर्ण विरामको लागि फेरि ए टाइप गर्नुस्, फेरि क गर्नुस्, फेरि ए गर्नुस्। फेरि यदि तपाईलाई राम लेख्नु छ भने आर प्रेस गर्नुस्, र आयो र पूर्ण विरामको लागि ए प्रेस गर्नुस् एन्ड फेरि म को लागि एम प्रेस गर्नुस् र फेरि पूर्ण विरामको लागि ए प्रेस गर्नुस्। यसरी राम टाइप हुन्छ। सो हेर्न सक्नुहुन्छ यो फन्टहरु यसरी नै काम गर्ने हो। सो तपाईले प्र्याक्टिसमा चाहिँ ध्यान दिनुपर्छ। सो अरु पनि यसमा धेरै फन्टहरु छ, म सबै तपाईलाई प्र्याक्टिकल गरेर देखाउन त सक्दिन, धेरै टाइम जान्छ। सो तपाईहरु आफै यहाँबाट डाउनलोड गरेर जुन जुन राम्रो लाग्छ तपाईलाई अनि त्यसलाई युजमा ल्याउन सक्नुहुन्छ। अब यसको प्रिभ्यू हेरौं, प्रीति फन्टको प्रिभ्यू हामी यसमै हेर्न सकिन्छौं यसमा। सो यसमा क्लिक गर्नुस् र टाइप गर्नुस् मेरो नाम रुपेश गिरी हो। सो प्रीति फन्टमा यहाँ लेखिन्छ मेरो नाम रुपेश गिरी हो भनेर, यसरी यो सो हुन्छ र यो स्टाइलमा यसरी नै देखिन्छ भनेर तपाईलाई देखाएको छ। र तपाईले अर्को फन्ट नेमहरुमा पनि हेर्न सक्नुहुन्छ कस्तो कस्तो डिजाइनको आएको छ यो मेरो नाम, र यहाँ हेर्न सक्नुहुन्छ यो यसरी गिरी हो भनेर हेर्न सक्नुहुन्छ। यसको स्टाइल हेर्नुस्, यो स्टाइल हेर्नुस्, यो स्टाइल हेर्नुस्, यो स्टाइल हेर्नुस्, मेरो नाम रुपेश गिरी हो, यो पनि ठिकै छ, यो पनि राम्रै देखिरहेछ, हेर्न सक्नुहुन्छ। सो यसरी तपाईले चेक गर्न सक्नुहुन्छ यसमा टेक्स्ट राखेर यसको प्रिभ्यू यही हेर्न सक्नुहुन्छ कस्तो देखिरहेछ भनेर। मैले वर्डमा गएर हेर्नु भन्दा राम्रो यहाँ डाउनलोड र इन्स्टल नगरिकन तपाईले चेक गर्न सक्नुहुन्छ कि तपाईको फन्ट यसमा कस्तो देखिरहेछ, तपाईले लेख्न खोजेको टेक्स्ट स्टाइल यसमा कस्तो देखिरहेछ, इजिली तपाईले हेर्न सक्नुहुन्छ है यसरी। अब तपाईको पीसीमा नेपाली फन्ट सजिलै काम गर्नेछ। भिडियो हेल्पफुल लागे लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनुहोस्।